के भनिदिनु दाजु? अब भन्नु त खासै केही पनि छैन, रही पनि अब यस्तो छ, श्रम संस्कृति पार्टीमा चाहिँ सम्पूर्ण नेपाली जनताहरू जोडिनु हुन आग्रह गर्दछु। अब किन जोडिनुपर्छ त भन्दाखेरि यो देश बनाउने नै श्रम संस्कृति पार्टी हो। योभन्दा अगाडिका पार्टीहरूले चाहिँ तपाईँ हामीलाई नेपालमा जति पनि 3 करोड नेपाली जनता थिए, ती नेपाली 3 करोड जनतालाई चाहिँ जातको आधारमा, पार्टीको आधारमा, धर्मको आधारमा फुटाएर राखेको जनतालाई चाहिँ श्रम संस्कृति पार्टीले चाहिँ सिर्फ नेपाली बनाउँदैछ। यो कुरो तपाईहरू सबैले गहन तरिकाले बुझ्नु होला, अध्ययन गर्नु होला। र यहाँ जात हुँदैन, धर्मभन्दा माथि, पार्टीभन्दा माथि रहेर चाहिँ हामी काम गर्छौँ। कुनै पनि नेपालीलाई र कुनै पनि नेपालीले दमन शोषण चाहिँ गर्ने खालको जुन प्रविधि थियो त्यो चाहिँ श्रम संस्कृति पार्टीबाट चाहिँ अन्त्य नै हुन्छ भन्ने घोषणा नि गर्न चाहन्छु। र मेरो परिचय अशोक दर्जी हो। त्यसले गर्दाखेरि सम्पूर्ण दलित समुदायलाई पनि श्रम संस्कृति पार्टीमा आएर आबद्ध भएर काम गर्नु हुनको लागि आग्रह गर्दछु। धन्यवाद दाजु। हस्। गजब छ, गजब छ दाजु, गजब छ। अब देशको विकास हुन्छ। नाना के भनिदिनु न, अस्ति माथि पनि श्रमदान गरायौँ, तपाईँलाई त बोल्नु पर्यो भन्नु पर्यो भन्दा भन्दै समय त्यस्तो ठ्याक्कै उदोपट्टि भइदिनु भयो। त्यसको विषयमा केही भनिदिनु न। एकदमै खुसी लाग्छ भाइ, त्यहाँ श्रमदाताज्यूहरूले टी सर्ट लाएर आउनु भएको थियो। अनि अन्य टी सर्ट नलाउने दाजुभाइहरू चाहिँ नचिनेको ठाउँमा सोध्नु पनि सकिनँ। तर मलाई लाग्छ अर्को श्रमदानमा चाहिँ उहाँहरू पनि टी सर्ट लाएर आउनुहुन्छ होला, नपुगेर होला नाना, त्यसो होइन मैले बुझेँ। हजुर। अनि नपुगेर पो हो कि भनेर बुझेको। योचोटि चाहिँ टी सर्ट नलाउने भन्नुभयो रहेछ। ए हो, फर्केर आउँदै टी सर्टको माग भयो, एकदमै खुसी लाग्यो। अनि एकदमै राम्रो भयो, एकदमै राम्रो भयो, खुसी लाग्यो। समयमा पुग्न नसके पनि काम चाहिँ हाम्रो एकदमै भयो, नसोचेको काम भयो है नाना, एकदम।
बाटो अप्ठ्यारो थियो त्यहाँको नानीहरूलाई हिँड्ने समस्या छ भनेको सुनेको साँच्चै नै समस्या रहेछ एकदमै समस्या धेरै माथिसम्म गएर खादबारी नगरपालिकाको 4 नम्बर वडा र 5 नम्बर वडामा चाहिँ अब हामीले श्रमदान गरौँ है भनिराख्नु पर्दैन होला उहाँहरूको एकदमै विचार चाहिँ श्रमदानको लागि चाहिँ सोच बनाउनु भयो र श्रमदान गरेर काम गर्दा चाहिँ सहज हुन्छ भन्ने कुराहरू चाहिँ उहाँले महसुस गर्नुभयो होला भन्ने मैले चाहिँ विश्वास लिएको छु एकदम एकदम र आज पनि राम्रो छ यत्रो धेरै उपस्थिति हुन्छ जस्तो लागेको थिएन नसोचेको उपस्थिति भयो अघि भाइले गर्नु न भाइ भनेको थिएँ 70 जना है कतिजना भन्दा 70 जना आज 70 जना श्रमदाताहरू हुनुहुन्छ अनि एकदमै खुसी लागिरहेछ बाटोमा भेट्दाखेरि दाजुभाइहरूले हामीले चाहिँ किन नबोलाएको भन्दै हुनुहुन्थ्यो सामाजिक सञ्जालबाट कुरा छोडेको थियो अबदेखि हाम्रो खादबारी नगरपालिकामा चाहिँ आइतबारको श्रमदान आइतबार जस्तै अब वडाहरूमा पनि आइतबारै गरौँ है भन्दैछौँ आइतबार चाहिँ हामी श्रमदानलाई छुटाउँ भनेर खादबारी नगरमा चाहिँ एक किसिमको त्यस्तो खालको सिस्टम बनाउँदैछौँ र बाँकी पालिकाहरूमा पनि अब कुन बार चाहिँ सहज हुन्छ यसरी नै खादबारी नगरपालिका जस्तै हामी पनि राख्नेछौँ र लाग्नुहुन्छ बोलाइराख्नु भएको छ सिलिचुङमा भर्खरै मैदान सक्नुभयो अब चाहिँ धमाधम हुन्छ एकदमै खुसी लागेको छ र तपाईँहरू आउनुभयो त्यसरी नै अन्य श्रमदानमा पनि आउनु होला आइतबार चाहिँ श्रमदान है भनेर सम्झौँ है हुन्छ नाना सकेसम्म हामी आउँछौँ तपाईँहरूको सामाजिक सञ्जालबाट पनि यही आइतबारलाई चाहिँ फोकस गरेर हामी बोलाउँ र आउँदाखेरि चाहिँ झाडु होइन अनिवार्य अब केही छ औजारहरू होइन चाहिने सामानहरू चाहिँ हामीले आवश्यकता मास्क चाहिँ आफै व्यवस्था गरेर आउनुहुन चाहिँ म यही भिडियो मार्फत पनि भन्न चाहन्छु र हामी सबै त्यसरी नै आउँ खुकुरी भिडौँ है हामी कोमा भिडेको छौँ यहाँ हुन्छ नाना हस् धन्यवाद हुन्छ सबैजनाले बोकेर आऊ है हस् धन्यवाद भाइ हस् हुन्छ हस्